स्वागत छ साथीहरु मेरो भिडियोमा तपाईहरुलाई। आज चाहिँ म आउँदै छु छाता ओढेर। कहाँ आउँदै छु भन्दाखेरि यहाँ बारीमा यस्तो कुहिरो लाग्यो। कुहिरो हेर्न चाहिँ हैन, बाँदर हेर्न चाहिँ हो है। यस्तो कुहिरो लाग्यो, पानी पर्यो, टमक्कै कुहिरो छ्याक छेक्यो, जाडो जाडो छ। बाँदर देखे हैन, बाँदरले आयो भने सत्यनाश बनाउँछ। कस्तो हेर्दाखेरि दामी लागे पनि यहाँ परिस्थिति भने यस्तो बिहान बिहानै 6 बजे हो क्या हो, सायद 6 बजे। तर यहाँ बारीमा बाँदर कुर्न आउनु पर्यो। यो बाँदर यता तलतिर आएको थियो अरे, यता तलतिर यहाँ बारी यसो आएको छ कि भनेर हेर्न आएको छ। बिहान बिहानै उठेर यस्तो हेर्न आउनुपर्छ, कुर्न पर्छ। गाह्रो छ, गाह्रो छ। तल्लो घरतिर गएर हेर्नु पर्यो यसो छ कि छैन। यो तल्लो घर चाहिँ कोही बस्नु हुँदैन अचन, डरै लाग्छ हो। काठे छाता पनि काम चलाउ सरकार छ। त्यो चिप्लो छ बाटो, चिप्लो बाटो ल्याउला आएको छ। पानी त झन् रन्कियो है। म झन् तल आउँदाखेरि त बाँदरको छ कि छैन यताउति यसो हेर्नु पर्ने हुन्छ। सरला राम्रो भ्यू फेरि यस्तो छ। बाँदर त लुकै छ कि अब के कतै। यो कुहिरोमा बाँदर कता देखिने होला, यस्तो लाग्यो कुहिरो। दामी देखिने कि पानी परेको बेला। अनि पानी पऱ्यो भने झ्यावै हैछ यो बाँदरको नि चिसा हिँड्ने। एउटा लडेछ साथीहरु। तलतिर त छैन काठे, यता तलतिर पनि छैन। यता पनि तलतिर यस्तो कुहिरो लाग्छ चारैतिर। 360 भ्यू, 360 भ्यू राइट। यहाँ 360 भ्यू है साथीहरु। यता नि कुहिरै लागेछ है। खोला बढेर यस्तो बिजोग छ फेरि यहाँ। बर्खा लाग्यो, बर्खे झरी लाग्यो सर। ट्याक्क पानी डेन्जर परै छ। हिजोदेखिबाट, हिजो अस्तिदेखिबाट यो पानीमा सुत्ता भिजे, हिलाले खान्छ। अब गाह्रो छ हौ। यस्तो छ। अनि बस्न छोडे यस्तो हुन्छ हेर्नु साथी। गाउँमा त यहाँ टोयलेट रहेछ, यहाँ घर छ। 360 हेर मैले यहाँ नि राइट। बस्न छोडेपछि यस्तो भयो। यहाँ चाहिँ यसो झारसार चेप्नु रहेछ। यता चाहिँ यस्तो छ। अहिले चाहिँ हल्का फार्यो है। यता चाहिँ त टमक्कै छ। बाँदर हेर्न दाइ साथीहरु। त बाँदर चाहिँ एउटा पनि देखिएन। बिहान बिहानै उठेर निद्रामै छु हेर्नु, निद्रामै उठेर आएको। ट्याक्क बाँदर छ कि भनेर हेर्न आएको। बाँदर चाहिँ नि नरहेछ। अब घरतिर निस्किनु पर्यो साथीहरु। छाता ओढेछु, छाता जाने यस्तो अलि धरामै छ। पानी जाने फेरि परेछ। देखिन्छ क्या पानी परेको। पानी चाहिँ अहिले चाहिँ सानो पर्यो, अघि चाहिँ यसो परेको थियो। अनि बाँदर रहन्छ। अब चाहिँ घरतिर निस्किनु पर्यो है। चिया ठिलाएर